नमस्कार हजुर, नमस्कार। चिन्नु भएन? के छ हालखबर तपाईँको? सन्चै हुनुहुन्छ? तपाईँको घर कहाँ हो? हतपति कुन ठाउँ? भन्नु न कुन ठाउँ? भन्नु त। तपाईँको नाम भन्नु त। मेरो सोमबार साथी। सोमबहादुर? सोमबार कि प्रेम बहादुर? होइन, मेरो सोमबार साथी। कति वर्ष भयो तपाईँ घर छोडेको? थुप्रै भयो हजुर। घर जानु पर्दैन? म बैरागी, म पैसै नै म फ्याट गाउँको साथीभाइ हामी छैन? तपाईँहरू त हुनुहुन्छ। घरमा बाजे बोजू छ भएर अनि छोरो विदेश गयो भने आइसक्यो खोइ हजुर, फोनै हुँदैन। नमस्ते हजुर। है? हजुर खोइ को नि त हजुर, आफ्नो मोबाइल छैन। त्यही त तपाईँले मलाई त्यहाँ भेट हुने बेला म छोरो विदेश गयो भन्छ भन्नु होइन? हजुर। अनि आएको फर्के थाहा छैन? थाहा छैन हजुर। फोन सोन गर्दैन? छैन हजुर, मोबाइल हराइहाल्यो। पैसा सैसा पठाउने के गरेको? छैन हजुर। अनि तपाईँ यहाँ के गरेर बस्नु भएको छ? घर जम गरे हो? घर कुर्ने बस, भैँसी छ अनि 3टा बाख्रा छ। ए, तपाईँकै हो सबै? होइन, अनि तपाईँलाई यहाँ पहिला त्यो त पछाडि हो। अनि यहाँ घर रुँगेको के आउँछ? तलब आउँछ? तनखा? दिनुहुन्छ। खोइ ल, साउनीलाई बोलाउनु त घरको। साउनी हुनुहुन्न, काठमाडौँ जानुभएको छ बिरामी भएर। कहिले? साउनी जानुभएको थुप्रो भइसक्यो। अनि अरू को खन् त घरमा? यहाँ कोही पनि छैन हजुर, म भन्छु। तपाईँ मात्रै हो? हजुर। खाना खानुभयो? खाना खाइसक्यो हजुर। ए ल, घर जानु मन लाग्दैन त गाउँ? मन त लाग्छ नि हजुर, के गर्नु, यी जानु पाइँदैन। त्यो साउनीको फोन नम्बर छ तपाईँसँग? फोन नम्बर मसँग छैन हजुर। कोसँग छ त? ऊ यहाँ पर अङ्कलसँग थियो, अङ्कल चर्चमा जानुभएको छ। ए, तपाईँ पनि जानुहुन्छ चर्चमा? चर्चमा जान्छु। ए, छोरोको फोन नम्बर छ त? छैन हजुर। कसको घर हो यो? यो खपङ्गी आमैको। खपाङ्गी मगर? हजुर। ए, अनि आमैको छोराछोरीहरू छैनन्? छन्, कहाँ छ? 5 भाइ छोरा छन्। जेठा आएर काठमाडौँ हिजो गए। कहाँ बस्छन् 5 भाइ? काठमाडौँ बस्छन्, माइला विदेश बस्नुहुन्छ। छैन अहिले यहाँ मान्छे घरमा कोही पनि छैन? कोही छैन मान्छे। अनि तपाईँ घर जानु पर्यो भने यहाँ कसले हेरिदिन्छ त? यहाँ त हेर्ने मान्छे नै छैन। ल, तपाईँ घर जानु पऱ्यो अब। हामी तपाईँलाई खोज्दै 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 आएको, तपाईँलाई लिन आयो हामी। अब म त खोइ यहाँ छोडेर हिँड्नै पाइँदैन। होइन, घरतिर त साउहरूलाई भन्नु मलाई घरमा समस्या गऱ्यो, म गएर बरु 1 हप्तापछि 10 दिनपछि आउँछु भन्नु। अब आइयो तपाईँलाई कुरा के चपाएर भन्नु होइन? हामी नि काठमाडौँ नि हजुर। भन्नु भएको कुरो भन्नु भन्नु। भाइ विदेशबाट आएछ अरे होइन? हजुर। आएर बिहे गरेर पोखरा बस्थ्यो अरे। हजुर। पोखरा बसेपछि पहिलाको बुढियाले छोडेर इन्डियातिर बस्यो, अहिले अर्को बहिनी ल्याएर बसेको थियो अरे। त्यो बहिनीले पनि छोडेपछि त्यो केटीले छोडेको 3-4 दिन कति भएको थियो अरे, भाइले सुसाइड गर्यो अरे। हजुर। अनि पोखरामा त्यो भएको त्यो लङ्गुर खोलाको रम्तेलहरू छ नि, हजुर। तिनीहरूले चिनिया भएको कारणले हतपतेमा फोन गर्यो। हजुर। अनि हतपतेबाट हिजो राति बुढी बोजूहरू पोखरा गइसक्यो। हजुर। अनि मैले चाहिँ तपाईँलाई यहाँ भेटेको कारणले हामी यहाँ खोजेर घर पठाइदिन्छु भनेर आएको छौँ। तपाईँले अब नाति र नातिहरूले अब जे हुनु भइसकेको छ। त्यो छोरो थियो नि तपाईँको? हजुर। झुन्ने खाएर अब के ढाँट्नु? हो भने जहाँ त्यसो अनि पहिला हिँड्ने कोही झुनिएर म अब के कारणले भयो भनेर थाहा भएन क्या मामा। त्यस्तो भएको छ अरे। अब जे भए पनि छोरो तपाईँको परेको सबै गाउँले गरेछ, गइसकेको छ पोखरा। तपाईँ पोखरा जानु परेन, पोखराबाट त्यहाँ आउँछ। आएपछि त्यो तपाईँहरूले घरमा गर्नुपर्ने के हुन्छ नि विधिहरू, त्यो त गर्नु पर्यो। छोरो तपाईँको त्यो त विधि के गर्नु, उनीहरू क्रिस्चियन हो, भाइ पनि क्रिस्चियन हो, हाम्रो त उयो। तपाईँ क्रिस्चियन भइसक्नु भयो? हजुर।
केही गर्नु पर्दैन। अनि कृष्णले छोरो उहाँ मरेको छ अनि लावारिस त्यतिकै छोडिदिन्छ त्यो भन्छ कृष्णले। अनि हाम्रो त त्यो दाह संस्कार गर्ने हो उही त्यो दाह संस्कार त अन्त्येष्टि त गर्नु पर्यो नि त। अरू पो विधि नहोला ठिक छ होइन, तपाईँ कुरी बस्नु पर्दैन ठिक छ, त्यो त गएर त्यो तर दाह संस्कार त्यो त अन्तिम संस्कार गर्नु परेन? पर्यो। त्यो के छ तपाईँहरूको विधिमा? विधिमा त हाम्रो त पहिलेको विधि गर्ने हो भने त हाम्रो 10 दिन बारेर हाम्रो पुरै होइन त्यो छोडिदिनु। अब तपाईँले अब छोरो क्रिस्चियन हो नि त्यो भने तपाईँ त जानु पर्यो नि त, त्यो लास्ट बुथमा जानु पर्यो नि त, हेर्नु त जानु पर्यो नि त। के गर्नु कसलाई छोडेर जाने हेर्नु त हजुर, यहाँ यी एक्लै हेर्नु त दिनु अब त्यो होइन। अब तपाईँले अब ल कुरा म गराइदिनु। अहिले म फोन गर्छु। होइन यहाँ पहिला कुरा गर्नु पोखरामा तपाईँ। नगर्नु झन् रुनु मन लाग्छ। नहुनु भइहाल्यो। हस्पिटलमा छ अहिले राजकुमार छ नि, राजकुमार हजुर राजकुमार केशव चिन्ह, केशवको बुढी अनि बोजै पोखरामा छ अहिले। अब म छोडिदिनु जे हुनु भइहाल्यो। होइन त गफ गराइदिनु भने क्या तपाईँले गफ गर्नु। अब तपाईँले आजै म भ्याउँछु कि भोलि आउँछु कहिले त भुसाउनेलाई गरेर तपाईँले केटाहरूसँग कन्ट्याक्ट राख्नु। त्यहाँ जानु, तपाईँ जानुपर्छ। जे भने क्रिस्चियन भए पनि बौद्धै भए पनि तपाईँहरूको आफ्नो विधिबाट गर्दाखेरि होइन पुगिदिँदाखेरि त। हेलो सम्झे यो मामासँग कुरा गर्नु त एकचोटि। हेलो तिनकन्या होइन है हरि? मैले त चिनिनँ हजुर। हेलो हेलो सम्पूर्णमा नमस्कार। हामी चाहिँ अहिले सिन्धुली जिल्ला तिनकन्या अनि अहिले तपाईँहरू कहाँ हो? पालिकाको क्याम्पमा चिन्छु। खनेखर्कमा छौँ। खनेखर्कको बजार हो अगाडिको, त्यहाँबाट पूर्वपट्टि लागेपछि यो बाटोभन्दा अलिकति माथिको यो घरमा हाम्रो सिन्धुली जिल्ला दुधौली नगरपालिका वार्ड नम्बर 2 निवासी प्रेम सार्कीजी यहाँ यसरी बस्नु भएको छ। उहाँको छोरोले चाहिँ पोखरामा बस्दा बस्दै चाहिँ आफैले झुन्डिएर सुसाइड गरेको हुनाले उहाँलाई खोज्दै हामी यहाँ आइपुगेका छौँ। यो चाहिँ सबैलाई जानकारीको लागि उहाँलाई हामीले त्यो समाचार चाहिँ छोडेका छौँ। उहाँ चाहिँ यो अवस्थामा यहाँ हुनुहुन्छ है। यो घर चाहिँ खपाङ्गी आमाको अरे, यो घरमा रोखरी बस्नु हुँदो रहेछ उहाँ। यो बुढोलाई कन्ट्याक्ट गर्ने नम्बर छैन यो बुढोको।